उफ, कस्तो निन्द्रा नलाग्यो। घडी हेर्नु पर्यो कति बजेछ। ओहो, रातको 12 बजिसक्यो। यो अझै सुतेको छैन। के गर्दैछ यसले? ओए, अझै नि सुतेको छैनस् त? रातको बजिसक्यो 12। के गर्दैछस् हँ? खाना लाउन जे भन्यो त्यही पुर्याइदिएकै छन् त किन गर्छस् फेरि पोल्ट्री सोल्ट्री? चुप लागेर बस। खुरु खुरु हिँड बाटो बाउआमाले देखाएको भ्याउँजाउँदैन त्यही पनि किन यति दुःख गरेको क्रिटिसाइज गरेको होइन तर मैले अहिलेसम्म दुःखबाट खै के पाइस् तैँले? त्यस्तो होइन है। उपन्यास आउँछ भने सबले कुरिरहेको छन्। वाइटी इन्स्टा सबमा उपन्यास पर्खिरहेको छन्। कहिले आउँछ भने सबले मलाई डिएम गरिरहेको छन्। साथीभाइले पनि अडियो बुक पर्खिरहेको छन्। कसले पढ्ला कसले सुन्ला तेरो उपन्यास? बेकार समयको बर्बादी र फुक्कटको दुःख। सबै जस्तै घुम्ने फिर्ने खाने बस्ने ढुक्कसँग फेरि यतातिर त्यति साह्रो पैसा नि त छैन। पैसा 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 केरा ख्याच पैसामा आराम मिल्ने भन्दै मलाई ऱ्याट्रेसमा नकुदा। भावना लेख्न पाइनस् भने पागल जस्तो बन्स। कहिलेकाहीँ मन थिएन भने किन लेखिस् यत्रो व्यर्थमै? उपन्यास पुरा नगर्दै पनि किन यति चाँडो थाकिस्? नबोल आफूलाई ढाँटी तेरो कुरा मलाई थाहा छ। उद्देश्य के हो तेरो? सफलता के हो तेरो लागि? तँलाई यी उपन्यास र कविताका ड्राफ्ट हेर्दा किन सकसकाउँछ घाँटी? किन निदाउन सक्दैनस् आज भोलि छटपटाउँछस् राति? किन सोच्दै बस्छस् तेरो कला पुग्छ भनी माथि त मरिहालिस् भने एउटा कुरा भन्न साथी तेरो इक्को खेती उपन्यासलाई जलाउने कि गाड्ने? फेरि सोधे भन् तेरो इक्को खेती उपन्यासलाई जलाउने कि गाड्ने?